आजका यही ई कमर्स डेलिभरी ड्राइभरहरू अनि स्वतन्त्र रूपमा काम गर्ने कन्टेन्ट क्रिएटरहरू वा दैनिक ज्यालादारीमा बाँचेका साना साना व्यवसायीहरू र 1894का युरोपीय साना किसानहरू बीच के समानता होला त? खै सुन्दा अलि अचम्म त लाग्छ। धेरै फरक समयको कुरा भयो नि त। हो नि, तर शताब्दी अघिको एउटा ऐतिहासिक दस्तावेजले नि आजको हाम्रो यो असुरक्षित रोजगारी र भनौँ न ठूला कर्पोरेसनहरूले ल्याएको सङ्कटको ठ्याक्कै भविष्यवाणी गरेको थियो जस्तो लाग्छ। एकदम सही कुरा। समय फेरिएको छ, प्रविधि फेरिएको छ, तर समाज र अर्थतन्त्रको मूल कथा उही नै छ नि त। ठूला आर्थिक शक्तिहरूले साना कामदार वा किसानलाई कसरी किनारा लगाउँछन् र त्यस्तो बेला भोटका लागि राजनीतिज्ञहरूले कसरी असम्भव वाचाहरू गर्छन् भन्ने कुरा त्यहाँ देखिन्छ। पक्कै पनि। त्यसैले आजको यो गहिरो अध्ययनमा हामी फ्रेडरिक एङ्गल्सद्वारा सन् 1894मा लेखिएको द पेजेन्ट क्वेसन इन फ्रान्स एन्ड जर्मनी अर्थात् फ्रान्स र जर्मनीमा किसानको सवाल नामक ऐतिहासिक दस्तावेजको पानाहरू पल्टाउँदैछौँ। अब सुन्दा यो 19औं शताब्दीको युरोपियन कृषिको नीरस विषय जस्तो लाग्न सक्छ, तर यो कुनै धुलो जमेको किताब मात्र चाहिँ होइन है। यो त आर्थिक मन्दी, विश्वव्यापीकरणको चपेटामा परेका साना कामदारहरू र राजनीतिक दलहरूले गर्ने झुटा आश्वासनहरूको यस्तो सजीव विश्लेषण हो जसले आज पनि हाम्रो आँखा खोलिदिन्छ। एकदमै। खासमा यो दस्तावेज 19औं शताब्दीको उत्तरार्धमा चलेको ठूलो वैचारिक बहसको एउटा प्रमुख हिस्सा हो नि त। हो, त्यसबेला युरोपभरि मजदुर र साना किसानहरूलाई कसरी सङ्गठित गर्ने भन्ने ठूलो चुनौती थियो अनि यो दस्तावेजलाई प्रष्ट रूपमा 3वटा खण्डमा बाँडिएको छ। हजुर। सुरुमा एउटा लामो प्रस्तावना अर्थात् प्रिफेस छ जसले तत्कालीन युरोपको समग्र अवस्था बुझाउँछ अनि पार्ट 1मा फ्रान्सको अवस्था र त्यहाँका दलहरूले गरेका गल्तीहरूको विश्लेषण छ र अन्त्यमा पार्ट 2मा चाहिँ जर्मनीको लागि कस्तो नीति उपयुक्त हुन्छ भनेर समाधान प्रस्तुत गरिएको छ। ल त्यसो भए यसको सुरुवातमा एङ्गेल्सले जुन रोचक ब्याकग्राउन्ड खुलाएका छन् नि त्यहीबाट कुरा थालौँ न त। हुन्छ, हेरौँ न त। यो लेख्नुको पछाडि ठूलो कारण थियो। त्यो बेला फ्रान्सिसी र केही जर्मन समाजवादी नेताहरूले एउटा नयाँ रणनीति बनाउँदै थिए नि त। उनीहरूले के बुझे भने शहरका औद्योगिक मजदुरहरूको मात्र भोटले कहिले सत्तामा पुग्न सकिँदैन। बेलायत र पूर्वी प्रसिया बाहेक सम्पूर्ण युरोपभरि किसानहरू जनसङ्ख्या र राजनीतिक शक्तिको निकै ठूलो हिस्सा थिए नि। हो त नि। त्यसैले गाउँका किसानलाई फकाउनु उनीहरूको बाध्यता थियो। हो, र यहाँनेर किसानहरूको मनोविज्ञान बुझ्न निकै जरुरी छ। एङ्गेल्सले प्रस्तावनामै प्रिफेसमै एउटा महत्त्वपूर्ण कुरा उठाएका छन्। किसानहरूसँग जनसाङ्ख्यिक हिसाबले ठूलो राजनैतिक शक्ति त थियो, तर उनीहरू प्राय राजनैतिक रूपमा पूर्णतया उदासीन, भनौँ न एपथेटिक थिए। गाउँ गाउँमा छरिएर रहेका कारण उनीहरू एकजुट हुन सक्दैनथे। अनि उनीहरूको त्यही राजनैतिक निष्क्रियता र अज्ञानताको फाइदा उठाएर फ्रान्समा नेपोलियन बोनापार्ट जस्ता शासकहरूले सत्ता कब्जा गरेका थिए, होइन त? ठ्याक्कै त्यही हो। शहरका मजदुरहरूले क्रान्ति गर्थे, तर गाउँका किसानहरूले पुरानै व्यवस्थालाई भोट हालेर त्यो क्रान्तिलाई दबाइदिन्थे। तर 19औं शताब्दीको अन्त्यतिर आउँदा चाहिँ त्यो अवस्था अलिकति फ्यारियो। युरोपका किसानहरू एक प्रकारको अभूतपूर्व र भयानक आर्थिक सङ्कटबाट गुज्रिन थाले नि त। एकातिर पुँजीवादी उत्पादन शैली द्रुत गतिमा फैलिरहेको थियो एकदमै भने अर्कोतिर विश्वव्यापीकरणको सुरुवाती झट्काले उनीहरूलाई थला पारिरहेको थियो। पानी जहाज र रेलको विकासले गर्दा उत्तर र दक्षिण अमेरिका अनि भारतबाट एकदमै सस्तो मूल्यमा गहुँ र अन्य अन्नहरू युरोपेली बजारमा भित्रिन थाले। त्यही नै मुख्य टर्निङ पोइन्ट थियो नि त। त्यो सस्तो आयातित अन्नसँग युरोपका साना घरेलु किसानहरूले प्रतिस्पर्धा गर्नै सकेनन्। सकेनन्। अमेरिकामा हजारौं एकडमा आधुनिक मसिन लगाएर उत्पादन गरिएको सस्तो गहुँ युरोपमा आउँदा सानो टुक्रा जमिनमा गोरु जोतेर खेती गर्ने युरोपेली किसानको रोजीरोटी त तहस नहस नै भयो नि। हो, उनीहरू ऋणमा डुब्न थाले, जग्गा लिलाम हुने अवस्था आयो। सुन्दा त ठ्याक्कै आजको जस्तो लाग्छ है मलाई त। हिजो अमेरिका र भारतबाट आउने सस्तो अन्नले युरोपेली साना किसानलाई सिद्ध्याएको थियो। आज अब हाम्रै टोलको कुरा गरौँ न। ठूला ग्लोबल ई कमर्स कम्पनीहरूले हाम्रा साना पारिवारिक पसलहरूलाई त्यसै गरी विस्थापित गरिरहेका छन् नि त। सटीक तुलना।
एकदम सही भन्नुभयो। यो त के रे विश्वव्यापीकरणको सुरुवाती झट्का पो रहेछ त। पुँजीवादले विश्वव्यापी रूपमा कसरी साना उत्पादकहरूलाई किनारा लगाउँछ भन्ने कुराको यो त एउटा ऐतिहासिक प्रमाणै भयो नि। पक्कै पनि। जसरी आज साना खुद्रा पसलहरू ठूला सप्लाई चेनको अगाडि टिक्न सकिरहेका छैनन्, त्यसै गरी त्यति बेलाका साना किसानहरू विश्वव्यापी पुँजीवादी बजारको अगाडि निरीह थिए। र यहाँ सबैभन्दा चाखलाग्दो कुरा के छ भने यही चरम सङ्कटको बिन्दुमा आएर राजनीतिक दलहरूलाई लाग्यो कि यी निराश र सङ्कटमा परेका किसानहरूलाई हामीले आशा देखाउनु पर्छ र आफ्नो भोट ब्याङ्क बनाउनु पर्छ। अनि यहीँबाट पार्ट 1 अर्थात् फ्रान्सको सन्दर्भ जोडिन आउँछ। त्यस बेलाको फ्रान्सको राजनीतिक अवस्थालाई हेरौँ न त। हेरौँ। फ्रान्सिसी समाजवादीहरूले साना किसानहरूलाई आफ्नो पक्षमा पार्न निकै मिठा वाचाहरू गरे। उनीहरूले किसानहरूलाई उनीहरूको जग्गा जमिन अर्थात् व्यक्तिगत सम्पत्ति जसरी पनि जोगाइदिने वाचा गरे नि त। हो। करमा छुट दिने, ऋणको ब्याज दर घटाउने, सार्वजनिक जग्गामा शिकार खेल्न दिने जस्ता नीतिहरू अघि सारे। तर एङ्गल्सले यसको कडा आलोचना गरे नि। किन होला? अब फ्रान्सको खण्डमा नि एङ्गल्सले मुख्य रूपमा साना किसानको अवस्थालाई केलाएका छन्। साना किसान भनेको ती हुन् जसले आफ्नो परिवार पाल्न पुग्ने मात्र जमिन राखेका हुन्छन् र बाहिरका कामदार वा ज्यालादारी मजदुर लगाउँदैनन्। एङ्गल्सको विश्लेषण अनुसार यी साना किसानहरू इतिहासको एउटा पुरानो उत्पादन प्रणालीका अवशेष मात्र हुन्। पुँजीवादको विकाससँगै उनीहरू भविष्यमा आफ्नो जमिन गुमाएर सहर पस्न र सर्वहारा अर्थात् प्रोलेटेरियन बन्न बाध्य छन्। यो एक रोक्नै नसकिने ऐतिहासिक र आर्थिक प्रक्रिया हो भनेर उनले भनेका छन्। तर एकैछिनै मलाई यहाँनिर एउटा कुरा खड्क्यो। गरिब किसान जसको सानो जमिन छ, जो बिहान बेलुका हातमुख जोड्न सङ्घर्ष गरिरहेको छ, उसको पुर्ख्यौली सम्पत्ति जोगाइदिन्छु भन्नु त निकै मानवीय र न्यायपूर्ण कुरा होइन र? ऋणले थिचिएका किसानलाई कर छुट दिन्छु भन्दा एङ्गल्स जस्ता अर्थशास्त्री र सिद्धान्तकारले किन यसको यति कडा विरोध गरे त? अब सुन्दा त यो नीति निकै आकर्षक र गरिबको पक्षमा जस्तो लाग्छ। हो त नि। तर एङ्गल्सले यसमा ठूलो सैद्धान्तिक र व्यावहारिक खोड देखेका थिए। उनका अनुसार पुँजीवादी व्यवस्थाभित्र साना व्यक्तिगत उत्पादनहरू आफैमा समाप्त हुन निश्चित छन्, अर्थात् तिनीहरू इरिट्रिभेबली डुम छन्। पुँजीवाद यति विशाल र निर्मम आर्थिक मसिन हो कि त्यसले साना उत्पादनलाई जसरी पनि निल्छ नि। यसलाई बुझाउन उनले एउटा अत्यन्तै सटिक दृष्टान्त दिएका छन् नि। के थियो त्यो? पुँजीवादले साना किसानलाई त्यस्तै खिच्छ जसरी एउटा कुदिरहेको रेलले लिकमा रहेको हात ठेलगाडालाई खिचेर जान्छ। ओहो, त्यसको मतलब त्यो रेललाई रोक्न सकिँदैन भनेर दलका नेताहरूले राम्ररी बुझेका थिए। तर भोटको लागि उनीहरूले किसानलाई चिन्ता नगर, हामी रेल रोकिदिन्छौँ भनेर ढाँटिरहेका थिए। ठ्याक्कै त्यही हो। कस्तो भयानक धोका, जसलाई बचाउनै सकिँदैन, जसको आर्थिक पतन गणितीय रूपमै निश्चित छ, त्यसलाई हामी तिम्रो व्यक्तिगत सम्पत्ति सधैँभरि जोगाइदिन्छौँ भनेर झुटो आशा देखाउनु त साँच्चै नै राजनीतिक बेइमानी हो नि। हो नि। यो त रोगको वास्तविक उपचार नगरी क्षणिक रूपमा दुखाइ कम गर्ने औषधि दिएर अल्झाउनु जस्तै हो। यसले चुनावमा केही भोट त ल्याउला, तर अन्ततः किसानलाई झन् लामो समयसम्म कष्टदायक अवस्थामा राखिराख्छ। ऐतिहासिक रूपमा जसको अन्त्य निश्चित छ, त्यसलाई कृत्रिम सास दिएर बचाउने कोसिस गर्नु प्रगतिशील काम हुँदै होइन भनेर उनले जोड दिएका छन्। अनि अर्को विरोधाभास पनि त छ नि फ्रान्सका नेताहरूको नीतिमा। उनीहरूले साना किसान मात्र होइन, अरूको खेत कमाउने वा ज्यालादारी मजदुर लगाउने अलि ठूला किसानहरूलाई पनि संरक्षण गर्ने कुरा गरेका थिए। एकातिर पुँजीवादी व्यवस्थाले गर्ने श्रम शोषणको विरोध गर्ने, अनि अर्कोतिर गाउँमा मजदुर शोषण गर्ने ठूला किसानको सम्पत्ति रक्षा गर्छु भन्नु त आफ्नै सिद्धान्तको धज्जी उडाउनु भएन र? बिल्कुल। समाजवादी पार्टीको मुख्य काम भनेकै शोषित ज्यालादारी मजदुरहरूको पक्षमा उभिनु हो भनेर एङ्गल्सले स्पष्ट भनेका छन्। जो किसानले अरूको श्रम शोषण गरेर नाफा कमाउँछ, उसको संरक्षण गर्नु भनेको मजदुर वर्गलाई धोका दिनु हो। त्यसैले चुनाव जित्ने लालचमा आएर आफ्ना आधारभूत सिद्धान्तहरूलाई नै तोडमोड गर्नु कुनै पनि हालतमा स्वीकार्य हुँदैन भन्ने उनको तर्क थियो। भनेपछि फ्रान्सको त्यो मोडल पूर्ण रूपमा त्रुटिपूर्ण र असफल हुने देखेपछि अब पार्ट 2 अर्थात् जर्मनीको खण्डतिर लागौँ न त। हुन्छ। समाधान के त त्यसो भए? साना किसानहरूलाई पुँजीवादको त्यो रेलले
किच्नबाट बचाउने वास्तविक बाटो के हुन सक्छ? यसको उत्तर हामी जर्मनीको सन्दर्भमा एङ्गल्सले प्रस्ताव गरेको नीतिमा पाउँछौं नि। हो नि। यदि व्यक्तिगत सानो जमिन जोगाउन सकिँदैन भने एङ्गल्सले सहकारी अर्थात् कोअपरेटिभ्सको अवधारणा अघि सारेका छन् हैन त? हो, यो खण्ड निकै महत्त्वपूर्ण छ किनभने यसले कसरी गर्ने भनेर विस्तृत संयन्त्र खुलाउँछ। एन्जल्सले के प्रश्न पारे भने जब श्रमिक वर्गको सरकार सत्तामा आउँछ उनीहरूले साना किसानहरूको जमिन जबरजस्ती खोज्ने छैनन्। राज्यले बल जबस्ती गरेर उनीहरूलाई विस्थापित गर्ने छैन। यसको सट्टा उदाहरण र प्रोत्साहनबाट काम लिइनेछ। एक्लै प्रतिस्पर्धा गर्न नसकेपछि सबै मिलेर जाने कुरा त भयो, तर यो संयन्त्रले काम कसरी गर्थ्यो नि? जस्तो एउटा सानो किसानसँग सानो टुक्रा जमिन छ। उसले एक्लै आधुनिक मेसिन वा ट्र्याक्टर किन्न सक्दैन र ठूला पुँजीपतिसँग लड्न सक्दैन। तर यदि 50 जना साना किसानले आफ्नो जमिन र स्रोत साधन एकै ठाउँमा मिसाएर एउटा ठूलो सहकारी बनाए भने त अवस्था फरिन्छ नि हैन? ठ्याक्कै। जब साना किसानहरू सहकारीमा आबद्ध हुन्छन्, राज्यले उनीहरूलाई आर्थिक सहयोग गर्छ, राज्यले सस्तो ब्याजमा ऋण दिनेछ, आधुनिक मेसिनरी उपलब्ध गराउनेछ र मल खादको व्यवस्था गरिदिनेछ। जब साना किसानहरूले आफ्नै आँखाले देख्नेछन् कि सहकारीमा आबद्ध हुँदा कम मेहनतमा धेरै उत्पादन हुन्छ र जीवनस्तर सुध्रिन्छ, उनीहरू आफै स्वेच्छाले यसमा आबद्ध हुन आउनेछन्। अर्थात् एक्लै रेलसँग ठोक्किनुभन्दा सबै मिलेर राज्यको सहयोगमा आफै रेल चलाउनु बेस भने जस्तै हो यो। एकदम सही। पुँजीवादको स्केल अर्थात् ठूलो आकारको उत्पादनलाई अपनाउने तर नाफा चाहिँ मुठ्ठीभर पुँजीपतिको सट्टा सामूहिक रूपमा बाँड्ने, यो त निकै व्यावहारिक समाधान देखिन्छ। तर मध्यम र ठूला किसानहरूको हकमा नि, जसले आफ्नो खेतमा ज्यालादारी कामदार लगाउँछन्, उनीहरूलाई पनि यही सहकारीमा ल्याउने योजना थियो। उनीहरूको हकमा भने एङ्गल्स निकै कठोर छन् है। उनले स्पष्ट पारेका छन् कि ज्यालादारी मजदुरको शोषण गर्ने, मध्यम र ठूला किसानलाई बचाउने कुनै पनि वाचा गर्न सकिँदैन। उनीहरूले पनि पुँजीवादको कडा प्रतिस्पर्धामा अन्ततः हार्नु नै पर्छ। कि त उनीहरूले समयमै बुझेर स्वेच्छाले आफ्ना मजदुरहरूसँगै सहकारीमा सामेल हुनु पर्यो, होइन भने उनीहरूको आर्थिक पतन निश्चित छ र राज्यले उनीहरूलाई बचाउन कुनै राहत प्याकेज दिने छैन। कस्तो स्पष्ट नीति! अब यहाँनिर यो दस्तावेजको अर्को पाटो खुल्छ नि, जुन विशुद्ध खेतीपाती र गाउँको कुरा मात्र रहँदैन। यसले सिङ्गो युरोपको राजनीति र शक्ति सन्तुलनलाई नै छुन्छ नि। एकदमै। जर्मनी खण्डको अन्त्यतिर एङ्गेल्सले पूर्वी प्रशियाका ठूला जमिनदारहरू, जसलाई जङ्कर्स भनिन्थ्यो, उनीहरूको चर्चा गरेका छन्। यो त भूराजनैतिक हिसाबले निकै गहिरो कुरा हो नि, होइन र? हो, यसलाई हामीले फराकिलो दृष्टिकोणबाट हेर्दा नि यो ग्रन्थको सबैभन्दा शक्तिशाली राजनीतिक रणनीति नै यही लुकेको छ। पूर्वी प्रशियाका ती ठूला जमिनदारहरू गाउँका धनी मानिस मात्र थिएनन्। उनीहरू जर्मन साम्राज्यको सम्पूर्ण नोकरशाही र सैन्य शक्तिका मेरुदण्ड थिए नि। हो त नि। जर्मन सेनाका उच्च पदस्थ अफिसरहरू र राज्य संयन्त्रका हर्ताकर्ताहरू तिनै जमिनदार वर्गबाट आउँथे। उनीहरूको आर्थिक शक्तिको स्रोत भनेको हजारौं एकड जमिन र त्यहाँ काम गर्ने अर्धदास मजदुरहरू थिए। अनि एङ्गेल्सको योजना के थियो भने सत्तामा आएपछि ती ठूला जमिनदारहरूको विशाल जमिनलाई तुरुन्तै कब्जा गर्ने। उनीहरूको जमिन खोसेर त्यहाँ काम गरिरहेका ग्रामीण मजदुरहरूलाई सुम्पिने र ती मजदुरहरूलाई ठूला सहकारीमा संगठित गर्ने। हो, यसको राजनीतिक अर्थ र प्रभाव कति ठूलो हुन्थ्यो कल्पना गर्नुहोस् त। साँच्चै नै। जब ती प्रशियन जमिनदारहरूको आर्थिक आधार अर्थात् उनीहरूको विशाल जमिन र त्यहाँ काम गर्ने मजदुरहरूमाथिको नियन्त्रण खोसिन्छ, तब बर्लिनमा बसेको उनीहरूको सम्पूर्ण राजनीतिक र सैन्य शक्ति गर्ल्याममा ढल्छ नि। पक्कै पनि। एङ्गेल्सले ती जमिनदारहरूलाई रुसी जारशाही जस्तै एउटा बर्बार र प्रतिक्रियावादी शक्तिको रूपमा हेरेका थिए, जसले सिङ्गो युरोपको प्रगतिलाई रोकेर राखेको थियो। भनेपछि एउटा सामान्य जग्गा वितरण र कृषि सहकारीको नीतिले कसरी सिङ्गो जर्मन साम्राज्यको सैन्य जरा काट्न सक्थ्यो भन्ने कुरा यहाँ देखिन्छ। आर्थिक आधार भत्काएपछि राजनीतिक महल आफै ढल्छ भन्ने मार्क्सवादी सिद्धान्तको यो कस्तो अचम्मित पार्ने खालको व्यावहारिक प्रयोग। एउटा आर्थिक नीतिले युरोपको शक्ति सन्तुलनमा यति ठूलो उथलपुथल ल्याउन सक्थ्यो भनेर सोच्दा पनि आङ सिरिङ्ग हुन्छ।
एकदमै। अर्थतन्त्र र राजनीतिको यो गहिरो सम्बन्ध नै यो दस्तावेजको सबैभन्दा शक्तिशाली पक्ष हो नि। यसले के देखाउँछ भने कुनै पनि ठूलो राजनीतिक परिवर्तनको जग सधैँ आर्थिक संरचनामै अडिएको हुन्छ। अब यहाँनिर एउटा स्वाभाविक प्रश्न उठ्छ नि, आजको एआई, इन्टरनेट र अटोमेसनको युगमा यो 1894 को कुरा पढेर आजको समयमा यसको रेलेभेन्सी के छ त? 19औं शताब्दीका युरोपियन किसान र जमिनदारको कथा हाम्रो आजको जीवनसँग कसरी जोडिन्छ? यो प्रश्नको उत्तर खोज्दा हामीले यो दस्तावेजलाई एउटा ऐतिहासिक घटनाको रूपमा मात्र नभई एउटा निरन्तर चलिरहने चक्रको रूपमा बुझ्नुपर्छ। यो पुस्तक यस कुराको उत्कृष्ट अध्ययन हो कि जब कुनै पुरानो उत्पादन शैली वा परम्परागत पेशा नयाँ प्रविधि र आर्थिक छालको कारण लोप हुँदै जान्छ, तब समाजमा कस्तो हलचल मच्चिन्छ र त्यो संक्रमण कालमा मानिसहरू कति त्रसित हुन्छन्। अनि त्यही डर र असुरक्षामाथि टेकेर राजनीतिज्ञहरूले कसरी आफ्नो स्वार्थको रोटी सेक्छन् भन्ने कुरा पनि त हो नि। जसरी फ्रान्सका नेताहरूले हामी तिम्रो सानो खेत जोगाइदिन्छौं भनेका थिए, आजका नेताहरूले पनि त्यस्तै असम्भव वाचाहरू गरिरहेका हुन्छन्। ठ्याक्कै। आज पनि हामी देख्छौं नि, जब आर्टिफिशियल इन्टेलिजेन्स वा रोबोटिक्सले परम्परागत पेशाहरू जस्तै कोइला खानीका कामदार वा फ्याक्ट्रीका मजदुरहरूको रोजगारी खाइदिन्छ, तब राजनीतिज्ञहरू आएर भन्छन्, चिन्ता नगर्नुहोस्, हामी कानून बनाएर भए पनि पुरानै प्रविधि र पुरानै रोजगारी जसरी पनि फर्काउँछौं। तर यथार्थमा प्राविधिक विकासको छाललाई कानून बनाएर वा झुटा वाचा गरेर रोक्न सकिँदैन नि। यहाँनिर हामीले एउटा कुरा स्पष्ट पार्नु अत्यन्त जरुरी छ है। हामीले यो छलफल गरिरहँदा वामपन्थी वा दक्षिणपन्थी कुनै पनि राजनीतिक विचारधाराको वकालत गरिरहेका छैनौं। पक्कै पनि छैनौं। हामी विशुद्ध रूपमा ऐतिहासिक स्रोतमा उल्लेखित आर्थिक संक्रमण, पुँजीवादको स्वभाव र राजनीतिक रणनीतिको तटस्थ विश्लेषणात्मक अध्ययन मात्र गरिरहेका छौं। इतिहासको पाना पल्टाएर मानव समाजले परिवर्तनलाई कसरी लिन्छ भनेर हेर्नु हाम्रो उद्देश्य हो। एकदम सही कुरा। यो दस्तावेजले आजका नीति निर्माताहरू र आम मानिसलाई एउटा कडा पाठ सिकाउँछ नि, परिवर्तनलाई नकारेर वा असम्भव वाचा गरेर समस्या समाधान हुँदैन। भग्नावेशबाट नयाँ युगको बलियो जग निर्माण गर्नु बुद्धिमानी हो। त्यो अपरिहार्य परिवर्तनलाई कसरी सामूहिक हितको लागि रूपान्तरण गर्न सकिन्छ भनेर पो सोच्नुपर्छ त। साँच्चै नै गहिरो कुरा। हामी आजको यस विस्तृत अध्ययनको अन्त्यतिर आइसकेका छौं। यो ऐतिहासिक दस्तावेजबाट हामीले मुख्य रूपमा 3वटा कुरा सिक्यौं। पहिलो, पुँजीवादको विस्तार वा विश्वव्यापीकरण जस्ता आर्थिक विकासका कठोर यथार्थहरूलाई राजनीतिक झुठा आश्वासनले छेक्न सक्दैन। दोस्रो, जसरी फ्रान्सिसी समाजवादीहरूले साना किसानको व्यक्तिगत सम्पत्ति जोगाउने असम्भव वाचा गरेर गल्ती गरे, त्यसरी नै आज पनि लोप हुन लागेका पेशालाई कृत्रिम रूपमा बचाउने प्रयास अन्ततः असफल नै हुन्छ। र तेस्रो, जर्मनीको सन्दर्भमा एंगेल्सले देखाए चाहिँ परिवर्तनलाई रोक्ने होइन, बरु त्यसलाई सहकारी र सामूहिक मोडल मार्फत व्यवस्थापन गर्दै सीमान्तकृत वर्गको पक्षमा मोड्नु नै सही बाटो हो। विगतबाट पाठ सिकेर भविष्यको तयारी कसरी गर्ने भन्ने कुराको यो एउटा उत्कृष्ट मार्गचित्र हो नि। पक्कै पनि। अब कार्यक्रम अन्त्य गर्नु अघि म यो स्रोत सामग्रीको आधारमा उब्जिएको एउटा विचार छोड्न चाहन्छु, जसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ। भन्नुहोस् न। हामीले अघि कुरा गर्यौं नि, एंगल्सले 19औं शताब्दीमा साना किसानहरू ठूला पुँजीवादी मसिन त कुदिरहेको रेलको अगाडि टिक्न सक्दैनन् भनेका थिए। अब आजको यो गिग इकोनोमीलाई हेर्नुहोस् न। आज लाखौं मानिसहरू स्वतन्त्र रूपमा फ्रीलान्सर बनेर, ई कमर्सका डिलिभरी ड्राइभर बनेर वा डिजिटल प्लेटफर्महरूमा साना क्रिएटर बनेर काम गरिरहेका छन्। उनीहरूलाई लाग्छ कि उनीहरू आफ्नै कामको मालिक हुन्, उनीहरू स्वतन्त्र छन्। ठिक त्यस्तै जसरी 1894 का साना किसानलाई आफ्नो सानो टुक्रा जमिनमा खेती गर्दा लाग्थ्यो। सही कुरा। तर गम्भीर प्रश्न यो छ, केही आजका स्वतन्त्र कामदारहरू पनि कुनै दिन विशाल टेक कम्पनीहरू र अल्गोरिदमको नियन्त्रण प्रणालीभित्र पूर्ण रूपमा समाहित हुन बाध्य हुनेछन् त? हिजो साना किसान जालाधारी मजदुर बने जस्तै के भोलि यी फ्रीलान्सरहरू पनि कर्पोरेट मेसिनरीको एउटा सानो पूर्जा मात्र बन्न पुग्नेछन्? कि उनीहरूले प्रविधिको यो छालमा आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन वा कुनै नयाँ प्रकारको डिजिटल सहकारी बनाएर त्यसलाई जित्न सक्नेछन्? यो साँच्चै नै मनन योग्य प्रश्न हो।
यो यस्तो प्रश्न हो जसको उत्तर सायद आउने दशकहरूले मात्र दिन सक्नेछन्। तर इतिहासले हामीलाई सधैँ सचेत रहन भने पक्कै सिकाउँछ। आजको हाम्रो यो